विदेशी नै गर्दाखेरि तपाईँले यो वैदेशिक रोजगारीको बारेमा त्यस्तो सोच्नु भएको छ कि नै? कहिले काहीँ सोध्छु जान पर्ला। अब नेपालमा बसेर काम छैन, अब केही गर्न सकिन्न। अब पछि गएर चाहिँ आफैलाई अप्ठ्यारो हुन्छ, फ्यामिलीहरू हेर्न पऱ्यो, आफूलाई अब लाइफ सेटल गर्नु पऱ्यो। त्यस्तो कुराहरू सोच्दाखेरि चाहिँ जस मैले पनि सोचिरहेको छु। अब सोचिरहेको छु भन्दा पनि मैले पहिल्यैदेखि सोचेको, तर भने जस्तो ठाउँमा जान नपाएर चाहिँ म रोकिरहेको छु। जस्तो अब तपाईँलाई हामीले कति समय गण्डकी बजाज भलिबल टिममा देख्न पाउनेछौँ? मैले पहिला नि हाम्रो कुन मिडियामा पनि भनेको, म नेपाल रहन्जेल र खेलुन्जेल चाहिँ म खेल्छु, खेल्न सकिन्छ। जस्तो तपाईँले युआइए टिम, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब अर्थात् एपिएफबाट अफर आयो भने चाहिँ तपाईँ जानुहुन्छ कि नै? अहिलेको अवस्थामा म गएर काम छैन, म जान्छु। जति खेल्छु जे खेल्छु म भन्ने कुरा पनि खेल्छु। विदेशी नै गर्दाखेरि तपाईँले यो वैदेशिक रोजगारीको बारेमा त्यस्तो सोच्नु भएको छ कि नै? कहिले काहीँ सोध्छु जान पर्ला। अब नेपालमा बसेर काम छैन, अब केही गर्न सकिन्न। अब पछि गएर चाहिँ आफैलाई अप्ठ्यारो हुन्छ, फ्यामिलीहरू हेर्न पऱ्यो, आफूलाई अब लाइफ सेटल गर्नु पऱ्यो। त्यस्तो कुराहरू सोच्दाखेरि चाहिँ जस मैले पनि सोचिरहेको छु। अब सोचिरहेको छु भन्दा पनि मैले पहिल्यैदेखि सोचेको, तर भने जस्तो ठाउँमा जान नपाएर चाहिँ म रोकिरहेको छु। जस्तो अब तपाईँलाई हामीले कति समय गण्डकी बजाज भलिबल टिममा देख्न पाउनेछौँ? मैले पहिला नि हाम्रो कुन मिडियामा पनि भनेको, म नेपाल रहन्जेल र खेलुन्जेल चाहिँ म खेल्छु, खेल्न सकिन्छ। जस्तो तपाईँले युआइए टिम, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब अर्थात् एपिएफबाट अफर आयो भने चाहिँ तपाईँ जानुहुन्छ कि नै? अहिलेको अवस्थामा म गएर काम छैन,